हामीले चाहिँ दिदीलाई सल मागेको छु मैले हामीले भिडियो बनाउनको लागि। ओके गाइस फाइनली बिकी पनि आइसकेको छ हैन। अहिले व्हाट्स अप गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। कस्तो हुन्छ तपाईहरु आयो सबैजना सन्चै हुन्छ होला। अनि यता म पनि सन्चै छु। अनि आज चाहिँ मसँग छ मेरो साथी गोपी एन्ड सुमित। यही आज हामी कहाँ आएको छौँ भने दुकी जक्सन भनेर भनिन्छ यसलाई चाहिँ। खासमा चाहिँ यो चाहिँ दमकको अलिक भित्र छ यता अनि खोला साइडमा छ। पानी पनि हल्का एक दुई थोपा पर्दैछ अहिले चाहिँ। अनि आज चाहिँ किन मैले धेरै दिन पछाडि भ्लग मेरो ग्याप भएको थियो। म डेली भ्लग बनाउँछु भनेर प्रमिस गरेको थिएँ हजुरहरूलाई, तर त्यो प्रमिस सफल हुन सकेन किनभने लाइफमा धेरै प्रब्लम आउँदो रहेछ कहिले। अब स्ट्रगलको लाइनमा अब भनेको प्रमिस पनि पुरा गर्न सकिँदैन। त्यही भएर सबैजनालाई सरी भन्न चाहन्छु म। अनि त्यही पनि कन्टिन्यू गरिरहेको छु। अनि छठको अलिकति केले गर्दाखेरि 2 दिन जति ग्याप भयो। अनि त्यस पछाडि चाहिँ आज चाहिँ हामी अनि सो कन्टेन्ट त केही पनि छैन बट हामी भिडियो बनाउन आएको छौँ। साथी पनि एउटा हान्दैछ, सुमित पनि एउटा हान्छ, म पनि यता एउटा हान्छु। सुमित भिडियोको नाममा हाँस्दैछ हेर न। अनि अहिले चाहिँ हामी फाइनली यहाँ चटपटे चाहिँ आउँदैछ बनाएर कोक र पापड पनि लिएको छौँ। अनि यो चाहिँ खाएर अनि हामी टक्क रेडी भएर गानाहरू चुज गरेर अनि हामी यहाँदेखि चाहिँ बनाउन लागेको छौँ। सो हेर्दै गर्नु होला आजको भ्लग चाहिँ। यो भिडियो सुटहरू यताउति हुनेछ। चटपटे पनि आयो फाइनली। सिटीमा छु अब जाँदैछौँ भिडियो बनाउनको लागि खाइपिउँ होइन। सुमित मजा आउँछ। दमक आएपछि टेन्सनै छैन क्या गाइस, किनभने दमकमा चाहिँ साथीहरू सबजना सिटी गरेर आफ्नो घरमा सिटी हुन्छ नि त आफ्नो यसो चलिदिनु मन लाग्छ चलो भनेर होइन मजा आउँछ। चलो चलो आज आर्यन चाहिँ छैन, आर्यन चाहिँ उता गएको छ बजार गएको छ चाहिँ। हामीहरू यो लाइनमा चाहिँ बनाउनु लागेको हो गाइस होइन। यो लाइनमा चाहिँ यो भर्खर बनेको, पहिले बनेको थिएन यो। अनि केटाहरू चाहिँ फर्स्ट टाइम यता आएको रहेछ यहीँको भएर पनि। म चाहिँ 4-5 चोटि आएको छु। गफ हान्छु म 100 चोटि एकचोटि नै आएको छु नि। तर म 100 चोटि यहाँ चाहिँ एउटा सानो कस्तो हुन्छ अब हेरौँ न। यो सुट चाहिँ मलाई यो लोकेसन राम्रो लागेको थियो क्या। पहिले एकचोटि साथीसँग आएको थिएँ म। अनि कुन साथीसँग आएको थियो ब्रो? मेरो दोस्त। हजुरहरू पनि यो लोकेसन आउन चाहनुहुन्छ भने यो लोकेसन चाहिँ दमकदेखि दुकी जक्सनदेखि अलिकति यता तल छ। अनि यो लोकेसन चाहिँ एकदम राम्रो छ क्या। यहाँ तल खोला छ यता हेर्न सक्नुहुन्छ। ए दामी लाग्यो नि है। ओ गाइस हामी यहाँ भिडियो बनाउँदैछु। मैले चाहिँ थोरै भोला खाएँ। भोला खानु हुँदैन तपाईँहरू नखानु होइन। अनि यहाँ साथीहरूले हाम्रो चाहिँ हुँदैछ सुट होइन, रिहर्सल गर्दै साथीले चाहिँ आज चाहिँ म चाहिँ यो नाइन भन्नु लागेको पार्टमा बनाउँदैछु। बब्बाल मजा आउँदैछ। किन मजा आउँदैछ भन्दाखेरि यस्तो मौसम पनि आज गर्मी छैन नि त। गर्मीमा कस्तो गाह्रो छ। भोला चाहिँ ठिकै मैले भोला खाँदैछु ब्रो। हाम्रो सुमितको पनि सुट छ आज। सुमितले चाहिँ ठ्याक्कै त्यो भैँसी कहाँ गयो? भैँसी हराएछ केटो। त्यो भैँसीमा बसाएर यसको सुट छ। अहिले म भैँसी खोज्छु होइन गाइस। सुरुमा चाहिँ साथीको भिडियो सुट हानिहालौँ। यसरी गर्नुपर्ने हो क्या। बानी हराएछ नि त मेरो। तर जसरी हुँदा पनि म आएँ नि। कौन है ये लोग? कहाँ से आते हैं? यहाँको लोकेसनको पनि सुट हुने रहेछ साथीको। अनि साथी म भैँसी खोज्दै थिएँ। भैँसी चाहिँ उ त्यहाँ छ 3x मा सुमितको भैँसी हो। अब तिमीले के कस्तो सुट लिने भने यहाँ गाइस अब गोपीको मात्र चाहिँ एउटा भिडियो बनाउनु मैले त बनाइहालेँ। त्यही डाइलगमा थियो अनि त्यही लिपसिङ थियो बनाइहालेँ मैले चाहिँ। अब सुमितको पनि भइहाल्यो नि सुमित। अब गोपीको मात्र बाँकी छ। सिटीमा कुदेर बनाउने गोपीले। जस धेरै पछाडि केटाहरूसँग भेट हुँदाखेरि रमाइलो हुँदो रहेछ। अरू बेला त कता कुदिराखेन नि त। यहाँ चाहिँ केटाहरूसँग बसेर चिया अब यहाँ एडिट हान्दैछ सुमितको होइन। यहाँ चाहिँ चिया छ। सुमितको च्यानल सुमित तिम्रो च्यानलको नाम भन्न त टिकटक आइडीको नाम? हिरो मात्र हिरो हिरो कति छ एकचोटि फलो गरिदिनु होला सबैजनाले।
Hero 63411 हो 063411 ओके गाइस हामीले चाहिँ दिदीलाई सल मागेको छु मैले हामीले भिडियो बनाउनको लागि म होइन ब्रदरले भिडियो बनाउँछ तर यो चाहिँ अलिकति एडिट नगरी हुँदैन यसलाई एडिट गर्नुपर्छ अहिले ल्याइदिन्छु दिदी ल हे गाइस अनदर डे सेम ब्लग अनि हिजो चाहिँ हामी त्यहाँदेखि सुटबाट फर्केर हामी चाहिँ बेलुका भएर केही त्यस्तो कन्टेन्ट थिएन त्यही भएर मैले ब्लग पनि गरिनँ अनि सुतिहाल्यौँ सुतेर अलि बिहान उठेर चाहिँ आज चाहिँ मेरो साथी गोपी देखाउ न पुरै पुरा आज भिखारीको रोलमा छ किनभने उसको आज त्यस्तै खालको रोल छ नि त अनि अर्को मेरो साथी ए लाल लाल भेष क्या है भाइ लाल लाल का राज क्या है बोल लालम लाल हाँ लाल हटा के काला मत लगा नहीं लाल अच्छा है लाल अभी आई थी काला क्या हाँ लाल तो हटाना पड़ेगा काला मत तो लगाओ हाँ अब अच्छा देगा ना चल अरे क्या पेट निकला हुआ है देखा ना पेट भाई साहब इसका पेट निकला हुआ है पेट अभी यहाँ पर एक शूट करेंगे हम लोग यहाँ पर अभी तो फिलहाल इसका शूट है मेरा तो आज इतना खास नहीं है हम लोग तो स्ट्रीट में आने कल के लिए प्लान हुआ था लेकिन कल कैंसिल हो गया आज स्ट्रीट पे है आज दूधे जा रहे हैं हम लोग मैं उधर से बिरतामोड़ भी जाने वाला हूँ क्योंकि मेरा कपड़ा सब कुछ उधर है ना इसलिए तुम रेडी हो और यहाँ पर बच्चे लोग भी है बच्चे हेलो बोल दो हेलो बोल दो हेलो बोल दो हेलो हेलो क्या करना है क्या ऊपर से डालेगा ऊपर से रखूंगा ये अरे अच्छा नहीं लगेगा पागल है क्या झाटू को समझाओ ना इसको अरे अच्छा लगेगा मैं आज पुरै दिल को सीन पुरै बनाउँदैछ यसले हैन बनाओ बनाओ दिल का सीन और बनाओ हाम्रो बहिनीले पनि एकदम धेरै हेल्प गरिरहेको छ हामीलाई के खाएको बदाम जुस खाएको तिम्रो नाम के हो सन्दीप यादव तिम्रो मेरो नाम त लक्ष्मी हो लक्ष्मी मलाई तिमीले फर्स्ट टाइम कहाँ देखेको मैले विशाल बजारमा विशाल म के गर्दै थिएँ मैले सिटीमा कुद्दै हुन्छ सिटीमा कुद्दै थिएँ अनि त्यहाँदेखि सेकेन्ड टाइम सेकेन्ड टाइम पनि खै बर्गर खाँदै हुन्छ अँ मैले दादालाई देखेको कसले उसलाई गाली पूरा रेडी हो इसे बोलता है इंटरनेशनल भिखारी मेरा भाई आज पूरा भिखारी बना हुआ है पूरा भिखारी बना हुआ है और हमारा ये डायरेक्टर इधर है कि मैं आज कैमरामैन बना हुआ हूँ और हमारा ऑडियंस इधर है छोटे छोटे बच्चे लोग ऑडियंस हाँ ये तो इंटरनेशनल भिखारी हुआ यार हाँ भांग भांग तो नहीं पिला दिया भाई एक्टिङ लेभल पुरा आँसु यहाँ साथी दुईजनाले चाहिँ आज मारेको छ एक्टिङले भिडियो हेर्नु होला म तपाईँहरूलाई लिङ्क म हालिदिन्छु बायोमा होइन यहाँ आज त खतरा तिमीलाई मजा आयो रहेछ नि क्या दामी गोपी खोइ ल आउन जाउँ ल जाउँ गाइस हाम्रो सफाइले सकियो पनि होइन अनि यो बुनलाई चाहिँ मैले एउटा भिडियो बनाइदिएको छु भरे भन्नु ल केमा हाल्दिनँ अन्त ल चाउचाउ म एउटा मात्र छ एउटा दिन्छु एउटा चाहिँ म खान्छु ल दुईजना बाटेर खाने एउटा ओके दुईजना ल ल ल बाई ल बाई ल बाई ल बाई उसको क्यारेक्टर पो त भिखारी ल ओके ल ल बाई ओके ल ओके हामी चाहिँ अब यहाँदेखि लाग्न लागेको हाम्रो फाइनल सक्यो अब हामी स्कुलको लागि निस्किन्छौँ A few moments later. ओके फाइनली हामीहरू बजारमा छौँ कहाँ बजार भन्दा दुधे बजारमा छौँ अनि अब हामी चाहिँ रेडी है ब्रो रेडी आज ब्रोले स्टार्ट गर्छ पुरै धेरै पछाडि हामी चाहिँ सँगै डान्स आज गर्न लागेको यहाँ पानी पनि पर्न लागेको छ बजारको माहौल पनि ठिकठाकै छ अब हेरेर हानिदिइहालौँ न हाम्रो अब यहाँ बस्नु
अनि लागेछ है तिमीलाई? मलाई पनि लागेछ तर अलिक त्यति साह्रो लागेन। हाम्रो बस्ती चाहिँ अब यहाँ दुधेन सक्यो। अब हामी फर्किन्छौँ होइन ब्रो? अब यहाँबाट फर्किन्छौँ। धेरै 1.5 घन्टा जति हामीले डान्स गऱ्यौँ। अब यहाँबाट हामी लाग्छ भेट्दै गर्नु तपाईँहरू अगाडि होइन। अब यहाँबाट साथी चाहिँ बिर्तामोड फर्किन्छ होला, म चाहिँ तम्मक फर्किन्छु। अनि भोलि बिहान हाम्रो भेट हुन्छ। अगाडिको ब्लग चाहिँ अब साथीले कन्टिन्यू गर्छ है गाइस। ओके अझै अहिले साथीले यहाँ चाहिँ खाजा खाँदैछ। उसलाई चाहिँ एकदम धेरै भोक लागेको छ कि। म पनि खान्थेँ तर मलाई चाहिँ त्यो डान्स गर्ने बित्तिकै खानाहरू कस्तो छाती पोल्यो जस्तो हुन्छ क्या। त्यही भएर चाहिँ मैले पानी पिउँदै बस्दैछु शुद्ध। अनि उसले चाहिँ उसलाई किनभने उसले खाजा पनि खाएको थिएन, मैले पनि खाजा खाएको थिएन। एकचोटि खाना खाएँ, अलि तिमीले अलि छिटो खायो, मैले अलिक ढिला खाएँ खाना। त्यो भएर त्यस्तो हो क्या। अनि गाइस अबदेखि यहाँदेखि चाहिँ म डाइरेक्ट जान्छु बिर्तामोड, किनभने मेरो लुगाहरू सबै त्यहाँ छ नि त। त्यहाँ बिर्तामोड गएर त्यहीँ फ्रेस हुन्छु। त्यस पछाडि भोलि बिहान चाहिँ फेरि आउनुपर्ने छ म। ओके गाइस फाइनली बिक्की पनि आइसकेको छ होइन। अहिले चाहिँ बाइकमा छु। अब हामी डाइरेक्ट सन्तरे जाने यहाँदेखि। के सब्जी बनायो? थुक्पाको झोल। मासु बनाएको छैन? मासु खाना बनायो? भन्दिनँ म। ओके गाइस चिकन एन्ड टमाटर। अब चाहिँ गएर खतरा हाम्रो साथीले रेसिपी बनाउनेछ हाम्रो चिकनको रेसिपी होइन। हाल्ने नै चलो। अब चामल लिनु मात्रै भएको छ किनभने चामल सकेर बिजोग भएको छ होइन। देउसी खेलेको चामल सकिहाल्यो अस्ति। देउसी खेलेको चामल चाहिँ सकिहाल्यो अस्ति नै होइन। अब चामल लिएर जाने। अनि यहाँ मासुहरू छ बनाएर खाने। यस्तो धेरै भोक लागिरहेको छ किनभने मैले बिहान खाना खाएदेखि खाजा पनि खाएको थिइनँ। अघि म चाउमिन खानु बसेको, पकाउँदा प्याक गरेर लगाएँ किनभने मैले खान सकिनँ नि त। मैले छाती पुगेर